साथीहरु सबैजनालाई आज राजावादी रापरवाले वैशाख 7 गते बृहत आन्दोलन गर्ने भनेर घोषणा गरेको थियो र निषेधित क्षेत्र तोडेर भए पनि हामी आन्दोलन गर्छौं भनेर चाहिँ रापरवाले भनिरहँदा अर्कोतर्फ गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको भन्दै एउटा विज्ञप्ति जारी गरेको छ र उहाँले भन्नुभएको छ कि अराजकता फैलाएर अराजकता हिसाबमा चाहिँ प्रदर्शन भए हामी तुरुन्तै कारबाही गर्नेछौं भनेर चेतावनी दिएको छ है गृह मन्त्रालयले। यो किन दियो भन्दा चैत्र 15 गते पनि राजावादीहरूले आन्दोलन गरेका थिए र उक्त आन्दोलनमा 2 जनाको मृत्यु भएको थियो र धेरै क्षति भएको थियो। त्यतिबेला धेरै क्षति भएको थियो। यो कारणले पनि सायद यो सरकारले अहिले तुरुन्तै चाहिँ विज्ञप्ति जारी गरेको हुनुपर्छ यस्तो नहोस् भनेर है। त्यो भएर अब हेर्न बाँकी छ कति जना पक्रिने हुन् कति जना चाहिँ के हुने हो हैन। त्यो आन्दोलन पछि तय हुने कुरा हो। तर पनि को जाँदै हुनुहुन्छ राजावादी आन्दोलनमा सबैजना जस्तो सुकै आन्दोलनमा जाँदा पनि सुरक्षितता पाउनु होला। हामी तपाई जति नै आन्दोलनमा गए पनि हामी तपाई नै मर्ने हो र हामी तपाई जनता नै दुःख पाउने हो। आखिर ती नेताहरू चाहिँ दुःख पाउने होइन। त्यो भएर विचार पुर्याएर आन्दोलनमा जानु होला।